वेलकम छ सबैजनालाई मेरो नयाँ भिडियोमा। मेरो च्यानलको भिडियोहरू कस्तो लाग्छ, मनपर्छ भने मेरो च्यानल सब्सक्राइब गरिदिनु होला, लाइक गरिदिनु होला, कमेन्ट गरिदिनु होला। आज मैले बनाउँदैछु आलु चप। त्यसको लागि मैले प्याज, लसुन, अदुवा अनि हरियो धनियाँ खुर्सानी चाहिँ एउटा कटोरामा ठिक्क पारेछु। अनि यता आलु बसालेँ हैन। अनि फेरि यता टमाटरको अचार पनि मैले रेडी बनाइसकेँ। अनि फेरि त्यो आलु चपको चोपेर गराउनु त रस हुन्छ नि, के हो त्यो थाहा हैन। त्यो बनाउनलाई चाहिँ मैले यहाँ बेसन राखेँ हैन। बेसन राखिसकेपछि मैले चाहिँ थोरै यहाँको धुलो खुर्सानी राखेँ। धुलो भन्नाले घरमै बनाएको धुलो हैन, त्यो बजारको धुलो पिरोवाला हैन, घरमै बनाएको। अनि त्यसमा स्वादअनुसार नुन थप्दिएँ। अनि त्यसमा चाहिँ हल्का बेसार पनि राखेँ हैन। अब फुड कलर राखेँ जस्तो बेसार राखेर चाहिँ नहुने रहेछ, त्यही भएर चाहिँ मैले यसमा चाहिँ बेसार राखेँ। अनि यत्तिकैमा मैले थोरै जिरा धनियाँको धुलो पनि राखेँ कि जो पिसेर राखेको अलरेडी थियो, त्यो पनि राखेँ। मिठो हुन्छ कि भनेर हामी हेर्दै जाऊँ बनाउँदा कस्तो बन्छ। अनि यसमा चाहिँ मैले थोरै पानी राखेर यसरी मिक्स गर्छु। अनि मिक्स गर्नुको लागि चाहिँ म एक्लै भयो नि त भिडियो खिच्नलाई, त्यही भएर चाहिँ भिडियो खिच्न अलि अप्ठ्यारो भएको थियो। अनि यत्तिको भइसक्यो। अलि पातलो पातलो भएको जस्तो लाग्यो यो होइन। मसँग बेसन पनि थिएन, लास्ट त्यति नै थियो, पातलो भएको जस्तो लाग्यो। तर ठिकै छ भने यत्तिकै छोडिदिएँ। फेरि उता यही बेलामा आलुले पनि सिटी लगाइहाल्यो होइन। 3-4 सिटी लगाइसकेपछि मैले यो आलु चाहिँ मैले खोलेँ होइन। यसरी मैले काँटाले चेक गर्दा चाहिँ यो पाकेको थियो। अनि छिटो पाक्छ भनेर मैले ठुल्ठुलो आलुलाई बिचबाट काटेको थिएँ कि। अनि यतिको भइसकेको थियो। अनि मैले चाहिँ यो फोकिसकेपछि यतिको भएको थियो। मैले यसलाई म्यास गर्छु भने होइन। अनि अलि राम्रोसँग पाकेको रहन्छ कि यो चाहिँ। अनि कस्तो गाह्रो भएको थियो कि यो म्याच गर्नलाई मलाई। अनि म्याच गरेँ। कोही यो रातोवाला म्याक्स गर्न, कुनै रातोवाला म्याक्स गर्न गाह्रो भएको थियो, कुनै यो सेतोवाला आलु म्याक्स गर्न गाह्रो भएको थियो। तर पनि मैले नसकी म्याक्स चाहिँ गरेर अनि यसलाई चाहिँ यत्तिको बनाएँ। यत्तिको भइसकेको थियो। अनि यत्तिको भइसकेपछि मैले यसमा चाहिँ अघि नै काटेको प्याज अनि हरियो धनियाँ खुर्सानीको धुलो अनि लसुन अदुवा छोरीको पेस्ट के काटेर राखेको थिएँ नि जुन, त्यो चाहिँ मैले यसलाई यत्तिकैमा राख्थेँ। अनि मिक्स गर्छु। यसमा पनि स्वादअनुसार नुन, बेसार अनि जिरा धनियाँको धुलो त राखिनँ होला। अनि यसलाई चाहिँ यत्तिकै गरेर मैले मिक्स गर्छु। अनि यत्तिको भइसकेपछि चाहिँ मैले यसलाई चाहिँ अब सानो पिसमा कि राउन्डवाला बनाउँछु भनेर चाहिँ बनाएँ। एउटै हातले बनाउनु चाहिँ एकदम गाह्रो भयो होइन। क्यामेरा पनि खिच्न पऱ्यो, हातले बनाउँदा पनि गाह्रो भयो। अनि म चाहिँ एकछिनपछि चाहिँ यत्तिको बनाइसकेँ होइन। अनि यता प्यान तताएर ठिक्क छ। यसमा चाहिँ मैले चप बनाउँछु भनेर अनि यो चाहिँ सुकिसक्यो, चिसो थियो अघि नै। अहिले चाहिँ तेल पनि राख्छु मैले। अनि तेल चाहिँ मैले धेरै राखिनँ, थोरै राखेँ। अनि तेल तातिसकेपछि चाहिँ मैले अब यसलाई त्यो बनाएको अघिको आलु चपलाई चाहिँ त्यो बेसनको रसमा चोपेर पहिला यसलाई जो सँगले चाहिँ मिक्स गर्छु। अनि मिक्स गरी त्यसलाई चाहिँ चोप्छु। अनि यसलाई चोपिसकेपछि चाहिँ एकदम डर लाग्थ्यो कि त्यो तेलमा राख्नलाई चाहिँ। अब यो पानी मिक्स भएको चट्ट गरेर कतै हात मुख नै पोल्ने कि एकदम डर लागेको थियो। अनि यहाँ चाहिँ मैले यतिको गरेर राखिसकेँ होइन। अनि म चाहिँ क्यामेरामा खिच्नै बिर्सेछु के, माथि लैजान्छु भनेको तल मात्रै देखाइछु। अनि फेरि अर्को पनि चोपेर फेरि राखेँ होइन। अनि यतिसम्म पनि मैले बिर्सेर कि अनि बल्ल देखाएँ होइन। बिचमै राखिदिन्छु त्यसलाई। अनि फेरि यसलाई पनि मैले 3-4वटा चाहिँ एकैपटक हुन्छ, अर्को 3वटा 4वटा चाहिँ एकैपटक हुन्छ भनेर मैले एकैपटक राखिदिएँ। अब यो चाहिँ यसको रिजल्ट कस्तो आउँछ म अचम्म परेँ कि, आफै अचम्म परेँ। अब यसमा के भयो भने मैंने सोचा था क्या बन गया क्या भयो कि के सोचेर बनाएको होइन, कस्तो सोचेर कति ठुलो एक्सपेक्टेसन्स लिएर बनाएको मैले, लास्टमा भइदियो यस्तो। अब यस्तोलाई के गर्नु, त्यसलाई फाल्न भएन, त्यत्रो तेल परेन। मैले झन् 2 पटकलाई हुन्छ राखेको तेल अनि एकदम मनखात लाउँछ नि त। अनि मैले त्यसैमा चाहिँ यत्तिकै मिक्स गरिदिएँ त्यसलाई चाहिँ चम्चाले, त्यही चलाउनेले नै मैले मिक्स गरिदिएको। अनि मिक्स गरिदिएर अनि त्यो चाहिँ यत्तिकै पाके जस्तै भयो। एकछिन अर्कोवाला चाहिँ मैले अर्को प्लेटको चाहिँ त्यत्तिकै नै गराएँ कि त्यत्तिकै नै राखेँ। अब त्यत्तिकै नै खाने, आलु पाकेकै छ होइन। नुन बेसार पनि मिक्स नै भएको छ। अब के गर्ने त नबनिसकेपछि भनेर यत्तिको बनाएँ। अनि यत्तिको बनाइसकेपछि चाहिँ यत्तिकै नै खाएँ। अब आजको भिडियो चाहिँ यति नै भयो। तपाईँलाई मेरो भिडियो कस्तो लाग्यो, मन पऱ्यो भने च्यानल सब्सक्राइब गरिदिनु होला। आजको लागि चाहिँ यति नै, बाई।